नमस्कार, म सन्तोष सुवेदी, नेपाल पत्रकार महासङ्घ दाङको अध्यक्ष। नेपाली पत्रकारहरूको साझा संस्था दाङ जिल्लाका सबै पत्रकारहरूको संस्था हो र अहिले यो घोराइमा रहेको ओम शान्ति ब्रह्मकुमारी संस्था छ। यसको कार्यालय भवनको नयाँ कार्यालय भवनको उद्घाटन, बैठक, पदयात्रा लगायतका करिब एक साता लामो कार्यक्रम भएको छ। यो कार्यक्रम एकदमै महत्त्वपूर्ण भएको छ। पहिलो त यो ठाउँमा नयाँ संरचना बनेर ठुलो कार्यक्रम गर्न सक्ने, भव्य भवन शान्तिपूर्वक गर्न सक्ने अवस्था सिर्जना भएको छ। यो महत्त्वपूर्ण हो र देशभरबाट भारत र नेपालका विभिन्न भेगहरूबाट, विभिन्न क्षेत्रहरूबाट आएर पाहुनाहरू आएर यहाँको अवलोकन गर्नुभएको छ। यो खालि यो ब्रह्मकुमारीसँग जोडिया कुरा मात्रै होइन, ओम शान्तिसँग जोडिया कुरा मात्रै होइन, यसले समग्र दाङ क्षेत्र कस्तो हो भन्ने कुरा देखाउन सफल भएको छ यो कार्यक्रमको अवसरमा। र पदयात्राका क्रममा हामी के गर्छौँ, कसो गर्छौँ भनेर चाहिँ देखिने, चिन्ने एउटा अवसर पनि प्राप्त भएको छ। र यसले दिने मेसेज भनेको यो हामी जुनसुकै कार्यमा पनि व्यस्त रहन्छौँ, तनाव रहन्छ, त्यो तनावपूर्ण अवस्थाबाट मुक्त भएर आफ्नो कार्यलाई अझ बढी प्रभावकारी बनाउनका लागि यहाँ आएर बिहान एकछिन ध्यान गर्यो वा सत्सङ्गमा रह्यो भने आफ्नो कार्यक्षमतालाई अझ बढी बढाउन सकिन्छ भन्ने मेसेज चाहिँ यहाँ दिन सफल भएको छ। यो कार्यक्रमबाट धेरै इभेन्टहरू भएको छ। त्यो इभेन्टहरूबाट फरक फरक मेसेज फरक फरक इभेन्टमा बस्नेहरूले प्राप्त गर्नुभएको छ र समग्र सबैले एकै ठाउँमा राखेर हेरिरहँदा यसले दिने तत्कालको भन्दा दीर्घकालीन उपलब्धि धेरै महत्त्वपूर्ण छ। अब यहाँ बनिरहेको संरचनामा महत्त्वपूर्ण कार्यक्रमहरू हुनसक्छ, महत्त्वपूर्ण सत्सङ्ग हुनसक्छ, छलफल हुनसक्छ, अरू सङ्घ संस्था वा व्यक्तिहरूले आयोजना गर्ने कार्यक्रमहरूका लागि पनि उपलब्ध हुने हलहरू तयार भएको छ। पाहुनाहरूलाई राख्न सक्ने अवस्था भएको छ भने बिहान यहीँ बसेर यहीँ हामी सत्सङ्ग गरेर, यहीँ यो योगा गरेर, ध्यान गरेर आफूलाई अझ बढी कार्य दक्षता हासिल गर्न सक्ने अवस्था चाहिँ यसले सिर्जना गरेको छ। यो महत्त्वपूर्ण पाटो भएको छ। धन्यवाद।